हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ मेरो 30 डेको ब्लग च्यालेन्ज डे 4 भएको छ हैन। मैले चाहिँ मेरो बुढाले दिनुभएको च्यालेन्जलाई एक्सेप्ट गर्दै आइरहेको छु हैन। अनि मेरो छोराहरू चाहिँ त्यहाँ हेर्नु त्यहाँ खेलिरहेको छन् है। अनि ठुलो छोराले चाहिँ मेरो मामुको भिडियोलाई लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गरिदिनु है भन्दैछ कि पछाडिबाट। अनि दुवैजना खेल्दैछन् है। अनि मेरो बाबु चाहिँ खानासाना खाएर यताउति होमवर्क सकेर स्कुल गयो। अनि त्यसपछि म चाहिँ घाँस काट्नतिर स्कुल गइसक्यो। अनि म चाहिँ घाँस काट्नतिर लागेँ। डेली कामको लागि भनेर कि डेली काम जस्तै त भयो नि अब होइन। अनि यसो घाँस हेरेँ, घाँस त सबै छोटो हेर्नु, अब छोटो भए पनि काट्नु पऱ्यो घाँस त। अनि केही सिप्न लागेर अब यही घाँस काट्नु पऱ्यो भनेर लागेँ म चाहिँ। अनि घाँस मजाले काटेँ है। अब हिजो राति पानी परेर होला घाँसमा चाहिँ पुरै शीतै शीत थियो क्या, चिसो थियो। अब चिसो भए पनि फेरि दिउँसो पानी पर्ला भनेर म चाहिँ बिहानै घाँस काट्नतिर लागेँ। अनि गाईले घाँस पनि राम्रोसँग नखाइदिने कि कस्तो झ्याउ लाग्दो कि यस्तो मरी गरेर घाँस काट्नु परेछ है। आफ्नो बच्चा रोइ गरेर अनि घाँस नखाइदिएपछि चाहिँ अति रिस उठ्ने क्या फेरि। अनि रिस उठे पनि घाँस त काट्नु पर्यो हेर्नु। अनि जे होस् टाइम पास चाहिँ भइरहेछ मेरो है। मान्छेहरूले चाहिँ अहिले आएर के दुःख गर्नु मन लाग्यो यिनीहरूलाई, सुख भएर के दुःख खोज्यो होला भन्दै थिएँ क्या। अनि मलाई चाहिँ खासै के सुख चाहिँ लागेको छैन क्या। जे होस् आफ्नो जिउलाई पनि एक्सर्साइज हुने है। अनि आफ्नो बच्चाहरूले पनि अर्ग्यानिक दुध खान पाउने क्या। अनि त्यही भएर मलाई चाहिँ एकदम राइट गरे जस्तो लाग्छ भनेर क्या। अनि मेरो बुढोले चाहिँ अनि घाँस काट्न धेरै भिडमा नजाऊ है भनेर गाली गर्नुहुन्छ क्या। मलाई भिडमा नजाऊ, धेरै ठुलो भारी नबोक भन्नुहुन्छ क्या। अनि कहिले चाहिँ तिमीलाई धेरै दुःख भयो, म अब गाई बेचिदिन्छु, होस् अति नै गरेर हिँड्ने, तिमी धेरै टाढा नजाऊ, घाँस काट्न धेरै ठुलो भारी नबोक भन्दा नि मान्दैनौ भन्दै हुनुहुन्थ्यो। अनि मैले चाहिँ मलाई केही दुःख भएको छैन कि। अब हामी मान्छेको जात त नहो है। अब अलिकति धेरै लग्यो भने अलिक टाइमलाई हुन्छ, अलिक खानालाई उसलाई हुन्छ जस्तो लाग्ने क्या। अनि मलाई चाहिँ नकाटेसम्म नकाट्ने, काटेपछि अलिक धेरै नै काट्ने जस्तो सोच आउँछ क्या। अनि त्यही भएर म चाहिँ घाँस काट्दैछु है। अनि जे होस् घाँस काट्दै मैले चाहिँ चराको गुड देखेँ क्या। हेर्नु न, अनि यसो हेर्दाखेरि चराहरू पनि छ क्या भनेर त चराहरू चाहिँ उडिसकेको रहेछ होइन। अनि यसो गुड निकाल्नु क्या जस्तो लाग्यो। अनि फेरि होस् जस्तो लाग्यो। अनि म चाहिँ अनि अलिकति स्याउला काटौँ न त भनेर तल स्याउलाको रुख हेर्दै थिएँ। अनि के अरे त्यो के स्याउला भन्छ कि, यसलाई मलाई नाम पनि आउँदैन। यो स्याउला काट्नु पऱ्यो भनेर तल झरेँ है। कस्तो भिडमा थियो कि स्याउलाको बोटो पनि। अनि थोरै भए पनि काटौँ न त भनेर चढ्न लाग्यो, चढ्नै सकिनँ। हेर्नु कस्तो अप्ठ्यारो कि रुख, यहीँबाट भयो भने थोरै काटौँ भनेर लाग्यो क्या है। तलको काटौँ न त भन्नु लाग्दै थिएँ। म त एकैचोटि 2 मुठा मात्रै समाएको के थिएँ, एकैचोटि तल क्या म त चिप्लेर। अनि धन्नले अलिकतिले के त्यो के भन्छ त्यो जरा समाएर मात्रै बचेँ कि म है। म त कस्तो डरले नै लुलु कामिरहेँ कि। अनि त्यसपछि दिदीले चाहिँ तँलाई चाहिँ रुख चढ्न आउँदैन, घाँस तँलाई स्याउला काट्न जानुपर्ने भनेर गाली गरिरहेको थियो कि। अनि मान्छे लडेको केही चिन्ता छैन, तँलाई भिडियो बनाउनु पर्ने छ है कि मैले त। अनि बनाउनु पऱ्यो बनाउनु परेन त भन्दै थिएँ, भनेको थिएँ कि मैले चाहिँ। अनि हाँस पनि उठिरहेको कि मलाई, हामी के हुन्छ कि भ्लग बनाउनेहरूले आफू लडेको केही मतलब छैन, म चाहिँ मेरो भिडियो बनाइदिनु त्यहाँ मेरो मोबाइल छ भनेर भन्दै थिएँ कि। हाँस पनि उठ्छ कि सम्झिँदा नि कहिले त। अनि त्यसपछि कस्तो डर पनि लागिरहेको थियो। अनि मेरो चाहिँ यो खुट्टामा घाउ पनि भएको थियो कि लडेर। अब बुढाले देखायो भने त गाली गर्छन् हेर्नु। अनि त्यसपछि होस् भनेर अनि म चाहिँ अब भारी पुग्यो भनेर अब फटाफट भारी हाल्नतिर लागेँ म चाहिँ। घाँसहरू चाहिँ छोटो थियो नि त। अनि कुनै त लामो थियो, भए पनि प्रायः चाहिँ सबै छोटै थियो घाँस चाहिँ। अनि घाँस छोटो भएको कारणले चाहिँ म चाहिँ घाँसहरू कोही कता थियो नि त। अनि घाँसहरू बटुल्नतिर लागेँ। अनि उताबाट छोरा रोयो भन्दै हुनुहुन्थ्यो कि। अनि म चाहिँ फटाफट घाँसहरू बटुलेर भारी हाल्नतिर लागेँ है। अनि छोरा रोयो भनेर ध्यान चाहिँ उतै थियो कि मेरो। अनि त्यसपछि यो के को स्याउला रे, यो नाम पनि आउँदैन, उत्तिसको स्याउला। यो चाहिँ अब
पकाएर सोरेर ओछ्याउन पनि हुन्छ नि त सोतर। अनि त्यही भएर मैले चाहिँ यो त्यसरी त्यो बिचतिर हाल्दै क्या। अनि यो चाहिँ यसरी हाल्यो भने चाहिँ त्यो छोटो छोटो घाँसहरू झर्दैन क्या, झर्दा पनि झर्दैन। अनि यस्तो डोरी कस्दा पनि बलियो हुन्छ। अनि त्यही भएर प्रायः मैले चाहिँ यस्तै गर्छु क्या, त्यो डोरी र नाम्लोमा घाँस हाल्दाखेरि चाहिँ। अनि आज अलिक धेरै घाँस भएर अलिक कस्न पनि एक्लै कस्तो गाह्रो भयो क्या। अनि मजाले कस्न लगाएको जतिखेर फुस्किया फुस्किया गर्ने कि डोरी पनि हुँदै नभएर। अनि मजाले कस्यो है। अनि कसेर यताको साइड पनि कस्नु पऱ्यो भनेर लगाएको, डोरी कता कता कि कहिले कता पनि कहिले कता पनि हतार हतार गर्ने बेलामा। अनि त्यही भएर अनि भारी पनि कस्तो भइरहेको थियो कि आज। अनि जस्तो भयो नि अब होस् भनेर मैले चाहिँ हतार हतारले बाँधेँ। अनि जति बाँधेँ उति नै फुस्के गरिरहेको थियो कि भारी आज चाहिँ के भयो। अनि यो बाँधिसकेपछि अब ठाडो गरेर भारीले पनि त्यो ठाडो गरेर उ गर्नु पऱ्यो नि त, के अरे नाम्लो लगाउनु पऱ्यो नि त। अनि भारी उठाउन पनि कति गाह्रो होला जस्तो क्या। अनि एक्लैले त गाह्रै हुन्छ कि, उचाल्नै नसकिरहेको क्या मैले। अनि बल्ल बल्ल यता साइडबाट उ गरेर भारी त उचाले हेर्नु, अब बोक्ने चाहिँ कसरी हो भन्ने चिन्ता पर्न लाग्यो मलाई। अनि त्यसपछि नाम्लो खोजेर नाम्लो फेरि कता राखेँ कि ठाडो गरेर मैले चाहिँ नाम्लो लगाउन लगाएको, नाम्लो नै कता राखेँ खोज्दा खोज्दा। अनि नाम्लो खोज्नुतिर लागेँ म। नाम्लो गरेर जानु पऱ्यो भनेर लागेको, उताबाट बाबु रोयो भनेर कराएरै गइरहेछ फेरि। अनि घाँस काट्ने बेला पनि अलिक ढुक्कसँगले काट्न नपाउने कि, आमा बच्चा रोयो कि जस्तो लाग्ने क्या मनमा। अनि नाम्लो गरेर म चाहिँ भारी बोक्नतर्फ लागेँ। अब यो भ्लग पनि नबनाऊँ भने पनि नहुने, अब बनाउँछु भनेर भनिसकेँ हेर्नु होइन। अनि त्यही भएर म चाहिँ अब राम्रो भयो नि होस्, लाइक आए नि आओस्, लाइक नआए नआओस् होइन। अब कहिले बनाएको भए पो थाहा हुन्छ नि त होइन। अनि त्यही भएर म चाहिँ निरन्तर रूपमा प्रयास जारी छ भन्ने कि मेरो। हजुरहरू सबैजनाले हेरिदिनु होला, यसै गरी माया पनि गरिदिनु होला। अनि मेरो भिडियोलाई लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला। अनि मेरो युट्युबमा गएर त्यो सब्सक्राइब पनि गरिदिनु होला मलाई है। अनि आए पनि नआए पनि भ्लग बनाइरहेको छु है, जस्तो जानेको छु त्यस्तै बनाइरहेको छु। अब के गर्नु त, यस्तै त। अनि अब फर्स्टमा त होइन, अब एकैचोटि को चाहिँ अब हिट हुन्छ र होइन। हिट हुनको लागि पनि होइन, अब बुढाले च्यालेन्ज दिनुभयो, अब च्यालेन्जलाई किन एक्सेप्ट नगर्ने त भनेर मैले चाहिँ निरन्तर गरिरहेको छु होइन। अनि यही हो, सबैजनाले साथ सपोर्ट गरिदिनु होला। अब कहीँ जाउँ भने अब बच्चा सानो छ, अब नयाँ नयाँ ठाउँमा गएर अरूहरूको जस्तो यताउति भ्लगहरू बनाउन पाएको भए पो अब ड्याम लाइक आउनु, सब्सक्राइबहरू बढ्ने होइन। त्यस्तो हुनु त अब बच्चा सानो छ, कहाँ जानु, अब कहीँ जाउँ भने पनि अब सम्भव पनि छैन है। अनि यति नै हो। हजुरहरू सबैजनाले माया गरिदिनु होला। आजको भ्लगलाई यहीँ इन्ड गर्दै भोलि भेट्ने बाचा गर्दै म अब आजको भ्लगलाई यहीँ इन्ड गर्न चाहन्छु। हजुरहरूले सबैले साथ सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। ओके, बाई बाई।